मे 10, 1996 संसारको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट। त्यो दिन एभरेस्ट चढ्न गएका केही मानिसहरूको सपना पूरा हुँदै थियो, तर उनीहरूलाई थाहा थिएन त्यही रात एभरेस्टको इतिहासमा सबैभन्दा भयङ्कर दुर्घटनामध्ये एक उनीहरूलाई पर्खिरहेको थियो। एउटै रात 8 जनाले ज्यान गुमाए र त्यो घटनाले एउटा प्रश्न छोड्यो, एभरेस्टको शिखरसम्म पुग्ने चाहना आखिर कति महँगो हुन सक्छ? समुद्र सतहबाट 8849 मिटर माथि यहाँ हावा एकदम पातलो हुन्छ, अक्सिजनको मात्रा धेरै कम हुन्छ र टेम्परेचर पनि अत्यन्त तल चढ्न सक्छ। 8000 मिटर भन्दा माथिको क्षेत्रलाई पर्वतैहरूले भन्ने गर्छन् डेथ जोन, किनभने त्यो उचाइमा मानव शरीरले धेरै समस्या सामान्य रूपमा काम गर्न सक्दैन। तर यति धेरै जोखिम हुँदाहुँदै पनि संसारभरिका पर्वतैहरू एभरेस्टको शिखर छुने सपना देख्थे। 1996 मा पनि त्यस्तै भयो। मे 10 को बिहान एडभेन्चर कन्सल्टेन्ट्स र माउन्टेन म्याडनेस नामका दुई ठूला एक्सपिडिसन टिम्सका पर्वतारोहीहरू सब्मिटतिर अगाडि बढे। एडभेन्चर कन्सल्टेन्टका लिडर थिए रब होल र माउन्टेन म्याडनेसको नेतृत्व गर्दै थिए स्कट फिसर। दुवैजना अनुभवी क्लाइम्बर्स थिए। उनीहरूको लक्ष्य एउटै थियो, एभरेस्टको शिखर। त्यो दिन सुरुमा मौसम राम्रो देखिएको थियो। सबैजना बिस्तारै माथि बढ्दै गए, तर एभरेस्टमा एउटा ठूलो समस्या थियो। टपमा पुग्न धेरै ढिलो भयो भने फर्किनु अत्यन्त खतरनाक हुन्थ्यो। घण्टौँको कठिन आरोहणपछि केही पर्वतारोहीहरू शिखरतिर पुग्न सफल भए, तर अपेक्षा गरेको भन्दा धेरै समय बितिसकेको थियो। केही मानिसहरू दिउँसो धेरै ढिलो मात्रामा समिट पुग्न सफल भए। एभरेस्टमा एउटा महत्त्वपूर्ण नियम जस्तै मानिन्थ्यो, टर्न अराउन्ड टाइम। निर्धारित समयसम्म समिट पुग्न नसके फर्किनुपर्छ। तर त्यो दिन केही पर्वतारोहीहरू आफ्नो लक्ष्यबाट फर्किन चाहेन। उनीहरू यति टाढा आइसकेका थिए, अब केही कदम मात्र बाँकी थियो। तर पर्वतले मानिसको इच्छा अनुसार व्यवहार गर्दैन। हावा तीव्र भयो, बादलहरू बाक्लिँदै गए र एभरेस्टको माथिल्लो भागलाई ठूलो स्नोस्टर्मले ढाक्न थाल्यो। दृश्य त लगभग शून्य भयो। पर्वतारोहीहरू आफ्नो बाटो चिन्न सङ्घर्ष गर्न थाले। जुन मानिसहरू केही घण्टा अगाडि मात्र शिखरमा थिए, अब उनीहरूलाई फर्किने बाटोसम्म स्पष्ट थिएन। बिस्तारै रात पर्न थाल्यो, टेम्परेचर झन घट्यो, अक्सिजन सकिन थाल्यो। कतिपय पर्वतारोहीहरू अत्यन्त कमजोर भइसकेका थिए। कसैलाई बाटो थाहा थिएन, कसैको अक्सिजन सप्लाई सकिन लागेको थियो र कतिपय मानिसहरू स्ट्रमको बीचमा हराइसकेका थिए। रब हल पनि समिटभन्दा माथिको भागमा अल्झिए। उनका साथीहरू उनलाई बचाउन प्रयास गर्दै थिए, तर एभरेस्टको त्यो उचाइमा सानो गल्तीको मूल्य पनि ज्यान हुन सक्छ। रब हल साउथ समिट नजिकै गम्भीर अवस्थामा फसे। उनले आफ्नो टिमसँग रेडियोबाट सम्पर्क गर्दै थिए। उनी तल फर्किन चाहन्थे, तर उनको अवस्था अत्यन्त खराब भइसकेको थियो। उनलाई उद्धार गर्ने प्रयास पनि भयो, तर खराब मौसम र अत्याधिक उचाइको कारण रेस्क्यु लगभग असम्भव भयो। मे 11, 1996 मा रब हलको मृत्यु भयो। उनी एभरेस्टको माथिल्लो भागमै रहे। त्यो रात एभरेस्टमा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाए। कुल 8 जनाको मृत्यु भयो। त्यसमध्ये रब हल र स्कट फिसर पनि थिए। तर यो दुर्घटना केवल मृत्युको कथा मात्र थिएन, यसले संसारभरि एउटा ठूलो बहस जन्मायो। के कमर्सियल एक्सपिडिसन्सले एभरेस्टलाई झनै जोखिममुक्त बनाउँदै थिए? के मानिसहरू समिट पुग्ने लक्ष्यलाई आफ्नो ज्यानभन्दा माथि राख्दै थिए? र खराब मौसमको सङ्केत हुँदाहुँदै पनि किन केही मानिसहरू अगाडि बढे?